के प्यार गर्न गलत बात हो? कसैलाई मन पराउन, कसैलाई म तँलाई माया गर्छु, साँच्चो माया गर्छु भनेर वादा गर्न गलत बात हो र? म चाहिँ आज यो भिडियो बनाउँछु छोरी मान्छेको लागि र अभिभावकको लागि। कुनै छोरी मान्छेलाई कसैलाई मन पराउनुहुन्छ है र केटो घरमा माग्न आउँछ र एकदम हाम्रो अभिभावकले माना गर्नुहुन्छ। किन भन्दाखेरि कतिको नोकरी चाकरी छैन भनेर, नोकरी छैन के छैन भनेर। ठिकै छ, तपाईँले जाँड रक्सी खान्छ, केटाले केही काममा लागेको छैन, ठिकै छ, तपाईँले त्यसलाई क्यान्सल गर्नु, त मैले माने। त्यसमा छोरी मान्छेलाई पनि भन्छु त्यस्तो केटो नहेर्नु होला। तर जाँड रक्सी केही खाँदैन, सबै तँमा केटो ओके छ, तर सिर्फ एउटा नोकरी छैन। तर तपाईँको छोरीलाई एकदम दिलबाट माया गर्छ, एकदम मनदेखि नै माया गर्छ। तर किन त्यस्तो रिस्ता ठुक्राउनुहुन्छ? पैसा भनेको आफन्त मात्रै किन्न सकिन्छ पैसाले, तपाईँको छोरीको खुसी किन्न सक्दैन पैसाले। पैसाले आफन्त छर छिमेकी सबै किन्न सकिन्छ, तर खुसी कहिल्यै किन्न सकिँदैन। जुन पति पत्नीको बिचको माया हुन्छ नि, त्यो कहिल्यै पैसाले किन्न सकिँदैन। त्यो त एउटा विश्वास र एउटा मायाले टिकेको हुन्छ। र जुन घरमा तपाईँको छोरीलाई बेगर तपाईँले दिनुहुन्छ ठिकै छ, तपाईँले भनेको नोकरी गर्ने चाकरीलाई दिनुहुन्छ अरे, उसँग तपाईँको छोरीको लागि टाइमै छैन। दिनभरि जान्छ, आफ्नो काममा जान्छ, आउँछ, बेलुका आउँछ, बात मार्दैन, थाकेर आउँछ, खोजी गर्दैन, के खाइस् के खाइनस्, के गर्छस्, कहाँ जान्छस्, केही खोजी गर्दैन। त्यो के भयो? त्यो कसरी माया भयो? तपाईँको छोरी त्यहाँ खुसी छिन्, तर कोही पनि पैसा कमाओस् न, आओस्, कहाँ जान्छस्, के गर्छस्, तेरो खुसी गर्न आज केही पकाम, तेरो मर्जीले पकान, तर जे पकाउनु लाग्छ त्यही पकान। कुनै दिन बिर्सेर निमक बेसी भयो, कम्ती भयो भने पनि उसले त कराउला चिच्याउला, तर माया गर्ने मान्छेले त कोही बात छैन, त्यस्तै हुन्छ नि भन्ने पनि छन् नि। भन्नुहोस् न, कुनै दिन बेसी हुन्छ, कोही बात छैन, भन्नुहोस् न। त्यो पो हो त असल माया, त्यो पो हो त असल जीवनसाथी। किन मर्नुहुन्छ पैसापति अभिभावकहरू? किन नोकरी चाकरी गर्ने नै ज्वाइँ चाहिन्छ भनेर किन खोज्नुहुन्छ? ठिकै छ, पैसापाती पनि बहुत ठुलो कुरो हो, ठुलो कुरो होइन भन्दिनँ। 95% पैसापाती हो, मान्छु म। तर पैसापाती त कमाउन पनि सकिन्छ नि, दुईजना मिलेर कमाउन पनि सकिन्छ नि। तर माया, विश्वास, प्रेम त कहिले पनि किन्न सकिँदैन है, यो कुरो चाहिँ बुझ्नु होला। र सबै छोरा मान्छेले, सबै छोरी मान्छेले रेस्पेक्ट गर्ने पनि हुँदैनन् नि। रेस्पेक्ट गरोस्, म चाहिँ भन्छु छोरी मान्छेलाई एउटा रेस्पेक्ट चाहिन्छ, सबसे ठुलो कुरो माया चाहिन्छ, एउटा विश्वास चाहिन्छ र एउटा आजाद चाहिन्छ उसलाई। त्यो घरमा जुन घरमा एउटा अर्कालाई अर्डर दिन्छ नि, यस्तो पका, त्यस्तो पका, यस्तो लुगा नलगा, त्यस्तो लुगा नलगा, त्यहाँ नजा, त्यहाँ नजा, त्यो घरमा तपाईँको छोरी कसरी खुस रहन्छन्? भन्छ जहाँ जान्छस् जा, जे गर्छस् गर, जे खान्छस् खा, हो त होस् न, छुट होस् न। त्यसो हुँदा तपाईँको छोरी कति खुसी हुन्छन् भन्नुहोस् त। मलाई त कति विश्वास छ, कति माया छ। त्यसो तपाईँ माइती पनि बिर्सिन्छन् छोरीले, किनकि ऊ घरमै रमाएकी हुन्छन्,